ट्रेड टावर लिमिटेड यही जेष्ठ 14 गतेदेखि जेष्ठ 19 गतेसम्म सर्वसाधारण जनताको लागि बनेर प्रति सेयर ₹100 दरले 32,96,505.19 किता आइपिओ निष्कासन गर्ने भएको छ। टोटल सेयर सङ्ख्या 39,71,693 बाट वैदेशिक रोजगारीमा जानुभएका नेपाली नागरिकको लागि 10% ले हुन आउने 3,97,169.30 किता कम्पनीको कर्मचारीको लागि 2% का दरले हुन आउने 79,433.86 म्युचुअल फन्डका लागि 5% का दरले हुन आउने 1,98,584.65 सर्वसाधारण जनताको लागि अनि 83% 32,96,505.19 किता चाहिँ हामी सर्वसाधारणले भर्न पाउनेछौँ। इस्यु म्यानेजरका रूपमा एलएस क्यापिटल लिमिटेड रहेको छ। एलएस क्यापिटल लिमिटेड भनेको हाम्रो लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। यो आइपिओ मिनिमम हामीले 10 कितादेखि म्याक्सिमम 1000 कितासम्म भर्न मिल्ने छ। इक्रा नेपालले BB- को रेटिङ दिएको छ, जसको अर्थ मोडरेट रिस्क छ भन्ने जनाउँछ। यो कम्पनीको स्थापना सन् 2007 मा भएको थियो, जुनको मेन अफिस हाम्रो काठमाडौँको थापाथलीमा छ। यो कम्पनीको रिसेन्टली कम्प्लिट भएको प्रोजेक्ट होटल क्रिस्टल पशुपति हो, जुन चाहिँ एउटा 3 स्टार होटल हो। यो चाहिँ हाम्रो गौशालामा अवस्थित छ। ट्रेड टावर लिमिटेड चाहिँ 350 भन्दा धेरै प्रमोटरले ओन गरेको एउटा कम्पनी हो। यो कम्पनीको आइपिओ आउनुको मुख्य उद्देश्य भनेको कम्पनीमा प्रोमोटर होल्डिङलाई चाहिँ कम गराएर सकेसम्म 51% सम्म झार्नु हो। धन्यवाद।